नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेम महत। आज तपाईँले हेर्नुहोस् यति राम्रो प्लटिङ 4 रोपनी चान्चुनमा गरिएको। यो प्लटिङको एउटा टुकुरा किन्दै गर्दा तपाईँले सेम डेमा भएन गर्नुहुन्छ भने स्कुटर उपहार पाइ नै हाल्नुहुन्छ। यस्तो राम्रो जग्गा रहेको छ, हाइटमा तराई जस्तो सम्म फाँटमा काठमाडौँमै रहेको। मौकाको फाइदा उठाइहाल्नु होला। यो जग्गा लिँदै गर्दा पैसा पुग्दिन भने लोनको सुविधा पनि रहेको छ। ठुलो हाइवेबाट नजिकै रहेको। तपाईँलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको किमा रहेको जग्गा यही नै हो। प्लटिङको जग्गा रहेको छ, पुरानो प्लटिङको हेर्न सक्नुहुन्छ। राम्रो राम्रो टुकुराहरू अझै बाँकी रहेको छ है। यस्तो खाले रहेको छ। वरिपरि वाल लगाएर चिटिक्क कम्पाउन्ड छुट्याउनु भएको छ। तपाईँले आएर छानी लिन सक्नुहुन्छ। सिधै पास गर्छु भन्दा पनि मिल्यो है त। अब यो जग्गा लिँदै गर्दा हेर्नुहोस् न, नयाँ समाज बस्दै गरेको। अगाडिपट्टि यति राम्रो घर बन्दैछ है त। नयाँ घरहरू बस्दै गरेको, तीव्र गतिमा विकास हुँदै गरेको ठाउँमा है त। अब यो साइडमा पनि हेर्न सक्नुहुन्छ। छानी राम्रो टुकुराहरू लिन सक्नुहुनेछ तपाईँले। यो जग्गा लिँदै गर्दा फाइदा के, एक नम्बरमा पछि भविष्य बोकेको जग्गा। सेकेन्ड बुढानीगण्डा भन्दा पनि हुन्छ। अहिले बुढानीगण्डामा 50-60 लाख आनाको, यहाँनिर तपाईँले त्योभन्दा पनि 50% सस्तो भन्दा पनि तल पाउनुहुन्छ। अर्को फाइदा भनेको पानी बत्ती, गाउँ समाज बस्तीहरू बसिसक्यो। अर्को फाइदा भनेको 32 फुटे 2वटा हाइवे बाटो सँगै रहेको। यति राम्रो जग्गा। अब तपाईँले सेम डे फ्यामिली सहित आउनुहोस्। गाडी पिकअप ड्रपको व्यवस्था रहेको छ। अर्को फाइदा भनेको तपाईँलाई मूल्य पनि मिलाएर दिनुहुन्छ भने सेम डे आएर 3 आनाको टुकुरा बुक गर्नुभयो भने यो स्कुटर तपाईँको नाममा पार्न सक्नुहुनेछ है त। अब यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै थाहा पाइ नै हाल्नु। आहा नि यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किनौ लाग्यो होला। यो जग्गा डियर लोकेसन भन्नुपर्दा काठमाडौँको मूलपानी चौकदेखि उत्तर साइडमा बर्माखेल चौकदेखि गालफेदी जाने मेन ठुलो 32 फुटे हाइवेबाट सँगै 4 रोपनीमा गरेको प्लटिङको जग्गा। यसमा तपाईँले 3 आना, 3.5 आना, 4 आनादेखि 5 आनासम्मका टुकुराहरू पाउनुहुन्छ। बाटो ठुलो रहेको छ जग्गाको भित्र। बत्तीको पोल, खाने पानीको सुविधा पाइ नै हाल्नुहुन्छ। तराई जस्तो सम्म फाँट खेतमा गरिएको, हाइटमा गरिएको प्लटिङ पुरै भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने। काठमाडौँको सेकेन्ड बुढानीगण्डा भन्दा पनि हुन्छ। पछि त्यस्तै भाउ बढेर जाने ठाउँ है त। अब मूल्य कति अन्तिममा फेरि भन्न चाहे, जम्मा आनाको 24 लाख मात्रै राख्नु भएको छ। सेम डे आएर बयना गर्नुहुन्छ भने तपाईँलाई 2वटा अफर है। एउटा मूल्य डिस्काउन्ट गरेर पाइ नै हाल्नुहुन्छ। अर्को कुरा भनेको तपाईँले यस्तो राम्रो स्कुटर उपहार पाउनुहुन्छ। 3 आनाको टुकुरा किन्छु भन्दा पनि लिन चाहनुहुन्छ। यदि पैसा पुग्दैन भने सस्तो ब्याज दरमा 50% सम्म ब्याङ्कदेखि लोन पनि मिलाइदिनुहुन्छ है त। साइडमा हेर्नु न, जग्गाको लागि भन्नु न, म राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँको दिन समय राम्रोसँग जाओस्।